आज 2082 सालको यो प्रथम पर्व अक्षय तृतीया, वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीयाको रूपमा मनाउने गरिन्छ। यस दिन शिव पार्वतीको पनि विवाह भएको र यसै दिनदेखि युग प्रारम्भ भएको मानेर युगादि पनि भन्ने गरिन्छ। र यस दिनमा मुख्य गरी अब एकदम गर्मी बढ्दैछ, घाम तातो हुँदैछन्, दिनहरू चाहिँ शुष्क हुँदैछन्, त्यसले गर्दा शरबत अनि आमाको दुध समान पोसिलो जौको सातु र विभिन्न रसहरू मिसाइएका लौङ, सुकमेल, मह अनि खुदो लगायतका चिजहरू मिसाइएको पवित्र शरबत, यो दुई आफूले पनि लिने र अरूलाई पनि वितरण गर्ने, दान गर्ने गरिन्छ। र यो घट विभिन्न ठाउँहरूमा ठुल्ठुला घडाहरू स्थापना गर्ने र त्यो घडाबाट यसरी करुवामा अङ्खरामा जल खुवाउने पनि गरिन्छ। यसलाई चाहिँ धर्म घट पनि भन्ने गरिन्छ। बाटाका बीचहरूमा, चौतारीहरूमा, बिसाउनीहरूमा यसरी ठुल्ठुला माटाका घडाहरू थापेर त्यसबाट यस्ता रसादी र सातु वितरण गर्ने हाम्रो परम्परा हो। र त्यही परम्पराको एउटा सानो सङ्केतको रूपमा आज हामीले यहाँ जौको सातु अनि यो शरबत र यहाँ एउटा घडाको रूप एउटा प्रतीक बनाएर आज अक्षय तृतीया मनाएका छौँ। अक्षय तृतीयाको यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना।